अपेक्षा चाहिँ के छ भने धर्मको विरुद्धमा लड्ने होइन सबैलाई समान व्यवहार चाहिँ गर्नु समान चाहिँ गर्नैपर्छ सबै कुरा मुस्लिम होस् या हिन्दू होस् या जो पनि उनीहरूले मान्ने उनीहरूले मानेको हो नि त उनीहरूले गरिरहेको छ नि त त्यो कुरालाई चाहिँ होइन धर्म चाहिँ हिन्दू धर्मै निरपेक्षता कायम गर्नुपर्छ भन्ने त भएन नि त सबैलाई समान व्यवहार गर्नु पऱ्यो कि कस्तो भइदियोस् देशमा चाहिँ कस्तो खालको चाहिँ परिवर्तन आओस् भन्ने चाहिँ तपाईँ चाहनुहुन्छ? अब कस्तो खालको परिवर्तन मतलब अब रोजगारीको लागि युवाहरू चाहिँ आफ्नो देश छोडेर बाहिरको खाडी मुलुकमा जानु नपरोस् होइन अब आफ्नै देशमा काम होस् मतलब आफ्नै काम आफूले शिक्षा पाएअनुसारले काम गर्न सकोस् आफ्नो देशमा डिग्री हासिल गरेको मतलब सर्टिफिकेट लिएर हातमा सर्टिफिकेट लिएर आफ्नो देशमा काम नहुँदाको कारणले गर्दा अरूको ठाउँमा जानु परेको छ। तपाईँलाई नयाँ नेपालमा स्वागत छ। हजुर धन्यवाद। अनि तपाईँलाई चाहिँ हाम्रो यो कार्यक्रममा एकदमै स्वागत 7 सालमा आज नेपाल देशमा चाहिँ बालेन सरकार आएपछि के परिवर्तन भयो? जोस आएको छ युवाहरूमा अनि अब जति पनि फुटपाथहरू थियो त्यो अहिले हटाएको छ एकदम राम्रो बनाएको छ होइन अब हामीले देखिरहेको छौँ सुनिरहेको छौँ एकदमै बालेन सरकार आएपछि परिवर्तन भएको छ धेरै देशमा धेरै अब त्यो जो पनि अब फुटपाथमा भएको हरेक कुरालाई हटाएको छ अब गरिबहरूको घरहरू पनि अब भत्काउँछ गरिबहरूको घरहरू पनि अब भत्काउँछ। तपाईँ आफै पनि एउटा एकदम होनहार युवा हुनुहुन्छ होइन युवा नेत्री हुनुहुन्छ होइन एउटा जोस जाँगर भएको एउटा युवा हुनुहुन्छ होइन अनि तपाईँको विचारमा चाहिँ पहिलाको बुढाखाडाले चाहिँ अब चलाएको देश चाहिँ सही लाग्यो कि अहिलेको अब युवा होइन एकदमै जल्दो बल्दो युवा नेताले चाहिँ अब प्रधानमन्त्री होइन अनि गृहमन्त्री अब यस्तो पद खाएर चाहिँ पुरा देश चलाएको कुन चाहिँ तपाईँलाई चाहिँ एकदम ठिक लाग्यो? अब म एउटा युवा भएको कारणले गर्दा मलाई त युवाले चलाएको ठिक लाग्छ नि बुढापाकाहरूको अब उहाँहरूले त मतलब उहाँहरू के रिटायर हुने बेला भयो कि अब जवानहरूले गर्ने हो नि त अब ठाउँ ठाउँमा हरेक ठाउँमा इलेक्सन भइरहेको छ हरेक ठाउँमा जवानहरू खडा भइरहेको छ क्या जस्तै अब बालेन छाप रवि लामी छाने हरेक नेताहरू हुनुहुन्छ नि त होइन अब उहाँहरू अब नियुक्त हुनुभएको छ अब केही गर्नुहुन्छ भन्ने एउटा हामीलाई मतलब हुन्छ नि एउटा केही गर्नुहुन्छ है भनेर हामी पनि एकदम जोसिरहेको छौँ। अब तपाईँ आफै युवा हुनुहुन्छ होइन अब युवा नेता आउँदाखेरि चाहिँ युवा नेताबाट चाहिँ कस्तो भइदियोस् देशमा चाहिँ कस्तो खालको चाहिँ परिवर्तन आओस् भन्ने चाहिँ तपाईँ चाहनुहुन्छ? अब कस्तो खालको परिवर्तन मतलब अब रोजगारीको लागि युवाहरू चाहिँ आफ्नो देश छोडेर बाहिरको खाडी मुलुकमा जानु नपरोस् होइन अब आफ्नै देशमा काम होस् मतलब आफ्नै काम आफूले शिक्षा पाएअनुसारले काम गर्न सकोस् आफ्नो देशमा उसको रहर हुँदैन नि त मतलब प्रदेशमा गएर जो पनि युवाहरू छ हरेक जवान दिदीबहिनी होस् या दाजुभाइहरू अर्काको ठाउँमा गएर नोकरी गर्नु नपरोस् होइन अब शिक्षाको राम्रो सुविधा होस् स्वास्थ्यको राम्रो सुविधा होस् कोही मतलब त्यो बेडमा छटपटेर मराउनु नपरोस् हरेक कुराको सुविधा होस्। अब अहिले हामीले यसो हेर्दै गर्दाखेरि चाहिँ वर्तमान स्थितिमा चाहिँ अब एयरपोर्टमा चाहिँ अब पुरा लाम लाएर चाहिँ अब लाखौँ युवाहरू चाहिँ कोही खाडी कोही युरोप चाहिँ अब भागदौड गर्दैछ जाने आउने क्रम हुँदैछ आउने भन्दा पनि जाने क्रम चाहिँ बढी भइरहेको छ होइन अब त्यो सबै देश विदेशमा छरेर बसेका युवा साथीहरू दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ तपाईँले के सन्देश दिनुहुन्छ कार्यक्रममा? म के सन्देश दिन चाहन्छु अब यति धेरै अब